दर्शकहरू नमस्कार। आज हाम्रो पूर्व सैनिक फाइगरी गोर्खा राइफल सिङ्गो सङ्गठन चितवन नवलपुरका कोष अध्यक्ष श्री क्याप्टन नन्दबहादुर गुरुङ साहबको नाति युवी गुरुङको छेवर प्रोग्राम डल्फिन फन पार्क रिसोर्टमा भव्य र सबैका साथमा मनाउँदैछ, जसमा सम्पूर्ण आफन्ताजन र फाइगरी जिया सिङ्गो सङ्गठनका परिवार सबै सहभागी भएर रमाइलो गर्दैछौँ। पूर्व सैनिक फाइगरी जिल्ला सिङ्गो बटालियनका क्याप्टन नन्दबहादुर गुरुङ साहबको नाति युवी गुरुङको आज छेवरको दिनमा सबै सम्पूर्ण फाइगरी जियाका परिवार सबैलाई इन्भाइट गर्नुभएको छ। सबै पार्टी खाएर है साथीहरू। हेलो माघानी होस्, धेरै राम्रो होस्, धेरै पढेर विद्वान बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। र अहिले भर्खरै हाम्रो मुक्तिनगर आमा समूहको दिदीबहिनीहरू यहाँ आइसक्नु भएको छ। अब केही समय पश्चात कम्मर मर्काई छन्ती नाच्नु हुनेछ। र जति पनि यो छेवर कार्यक्रममा हाम्रो बाबुलाई आशीर्वचन प्रदान गर्नको लागि यहाँ उपस्थित हुनुभएको छ, सहभागी हुनुभएको छ, सबै साथीहरूलाई जलपान गरिसकेपछि यो हलभित्र प्रवेश गरिदिनु हुनुको लागि पनि म विनम्र अनुरोध गर्छु। र
जय गोरख ल ओके धन्यवाद आया ल हाम्रो फाइदिलसिंह बडलाइनका लाउरेहरू बुढाहरू गयो ल न मुखगिरेजमा झगाझग छ यार जय सिंह ल यसो च्याट्टै हेरौँ न जिजू हजुरबुवा नरबहादुर गुरुङ, बाजे हजुरबुवा क्याप्टेन नन्दबहादुर गुरुङ, बुज्यू हजुरआमा माया गुरुङ, बाबा तुलसी गुरुङ हाल पोर्तुगलमा हुनुहुन्छ र आमा विनिता गुरुङको सुपुत्र युई गुरुङको छोरमा पाल्नु भएका महानुभाव पाल्नु भएका अतिथिहरू आशीर्वाद दिनु आउने सम्पूर्ण अतिथिहरूलाई सम्पूर्ण परिवारको तर्फबाट धन्यवाद एवं सम्मान व्यक्त गर्दछौँ।
मायाको चिन्ह यो शुभकामना र सगुन पत्र ग्रहण गरिदिनको लागि यसै सिङ्गो सङ्गठन चितवन नलपुरका कोषाध्यक्ष युवी गुरुङका बाजे श्री क्याप्टेन नन्दबहादुर गुरुङज्यूलाई पनि अगाडि आइदिनको लागि विनम्र अनुरोध गर्दछु। साथै उहाँका ग्रान्डसन माया गुरुङज्यूलाई पनि अगाडि आइदिनको लागि विनम्र अनुरोध गर्दछु। पूर्व सैनिक 5 गोर्खा राइफल सिङ्गो बटालियन चितवन नलपुर परिवार स्थापना 2070 शुभकामना तथा सगुन पत्र भरतपुर महानगरपालिका वडा नम्बर 11 मुक्तिनगर टोल चितवन निवासी पूर्व सैनिक 5 गोर्खा राइफल सिङ्गो सङ्गठनका कोष अध्यक्ष क्याप्टेन नन्दबहादुर गुरुङ माया गुरुङज्यूको आयुष्मान नाति श्री युवी गुरुङज्यूका शुभ छोरको उपलक्ष्यमा यहाँको उज्जवल भविष्य दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै यो शुभकामना तथा सगुन पत्र प्रदान गर्दछौँ। बुबा आमा तुलसी गुरुङ तथा विनिता गुरुङ, राजकुमार गुरुङ अध्यक्ष एवं पूर्व सैनिक 5 गोर्खा राइफल सिङ्गो सङ्गठन चितवन नलपुर मिति 2022-8-1 गते। खै त नि हामीलाई होइन खै त हामीलाई दिएन दिदी भाइ पहिला बाजेलाई हो र नातिलाई नगर्नु न ल अब यो दिने नाति पनि हुनु पर्यो यहाँ अगाडि आइदिए राम्रो फोटो भइरहेछ क्या यहाँ भोजन लागिसकेको छ, त्यस कारणले चाहिँ हजुरहरू भोजन लिन सक्नुहुन्छ है।